हार्दिक नमस्कार है त हजुरहरू सबैजनालाई। आज चाहिँ छुट्टी पनि हो अनि मेरो डेली लाइफ भ्लग च्यालेन्जको चाहिँ 8औँ दिन पनि हो। केही समय चाहिँ ग्याप भएको थियो, त्यो किन भयो भन्ने मैले बताउँदै जानेछु हजुरहरूलाई। अनि आज चाहिँ फेरि बाहिर निक्लेको पुरै घाम लाग्यो कि, अनि त्यही भएर चाहिँ चस्मा लगाएँ। तर पहिला चाहिँ यस्तो देखाउँ, चप्पल च्यातेकै छ, सकेको छैन। फर्स्ट भ्लग पनि हेर्नुभएको थियो होला। अनि मेन कुरा चाहिँ यहाँनिर अब आज चाहिँ यहाँ हाम्रो करेसाबारी हजुरआमाले चाहिँ टलाएर यहाँनिर के देखाउँ, यो टमाटर फलेको छ, त्यहाँ मुन्टा खाने फर्सीहरू सप्रिँदैछ, अनि त्यसपछि लिएर यहाँ आलु खनेर खाने बेला भइसक्यो, सायद फलेको छ होला। अनि अरू अरू चिजहरू टन्नै छ क्या। यो चाहिँ अस्ति धेरै खायो मुलाको बिउ, मुला खायो, अब मुलाको यो बिउ बन्दैछ यो चाहिँ। अनि यो साग अस्ति खायो टन्नै, अब यो पनि बिउ बन्दैछ। लसुनहरू छ, यो पनि यहीँ आएर थाहा भएको, मिठो साग रहेछ यो पनि। के पो नाम बिर्स्यो मलाई। यो चाहिँ यसको नाम चाहिँ बेथु पनि छ, बेथु छ। अनि यो ठुलो पनि साग हो, के साग हो तर एकदमै मिठो रहेछ। यता के छ, फर्सी छ है त। सो अनि मेरो एउटा भिडियो पपुलर हुनलाई चाहिँ मैले कति समय कुर्नुपर्छ भन्दा त्यो एउटा नियम छ क्या, 100% च्यालेन्जलाई चाहिँ के गर्ने भने स्वीकार गर्ने। सो त्यही भएर मैले चाहिँ 100वटा भिडियो ल्याउँछु भनेर च्यालेन्जलाई एक्सेप्ट गरेको छु। यो चाहिँ मेरो 8औँ भिडियो भएको भएर तपाईँहरूलाई कस्तो लाग्यो होइन, यो करेसाबारी देखाएँ। अनि त्यसपछि मैले दिनभरि अस्तितिर चाहिँ दिनभरिकै मैले भिडियोहरू इन्क्लुड गराएको थिएँ। अनि तर यो चाहिँ अलिकति फरक एपिसोड होस् न त भनेर यति मात्रै गर्न खोजेँ। मौसम भन्नुहुन्छ भने हेर्नु न, ओ भोलि पर्सि हिउँ परेपछि यो फेरि कस्तो हुन्छ भने पुरै डाँठ मात्रै हुन्छ क्या। अहिले चाहिँ यस्तो छ सर, यतापट्टि फेरि अर्कै यस्तो छ कन्डिसन, घाम लागिरहेछ है एकदमै खुसी। अनि अर्को कुरा चाहिँ यहाँ हाम्रो बास्केटबल आएको छ, हिजो खेलेँ मजाले। एउटा यता पोल छ, एउटा उता पोल छ टक्क। फेरि भरे साँझमा खेल्छौँ होला काका फुपू हामीहरू। सो यही छ आजको लागि चाहिँ। अनि र म अब हजुरहरूलाई फेरि नेक्स्ट ब्लगमा भेट्छु। आजको लागि यति नै, बाई बाई।